चाहन्छु र त्योभन्दा अगाडि चाहिँ म एउटा सानो रचना वाचन गर्न चाहन्छु। हराएको कविता शीर्षकबाट आफ्नो रचना प्राप्त भएको छ मलाई। नाम चाहिँ म अन्तिममा खुलाउने छु। त्योभन्दा अगाडि म रचना वाचन गर्नतर्फ लाग्छु है त। समाजका अनगिन्ती गाथा बोल्ने, जीवनका यथार्थ भोगाई खोल्ने, बीबीसीका भित्र पढी सुन्दरता खोज्ने, स्नेहका स्पन्दन भित्र मानवता साँच्ने, अक्षर अक्षरमा आशाको बिउ रोप्ने, अचानक हिजो आज कता हरायो कविता। प्रत्येक ढुकढुकीसँग लुका मारी खेल्दै, मनको उकुस मुकुस सम्हाल्दै आकाशतिर उड्ने गर्थ्यो कविता। हरेक वर्ष सम्भावनाको फूल बनेर सबैका हृदयमा फुल्ने गर्थ्यो, कहिले पर्व बनेर कहिले ऋतु बनेर। मनहरू जब शान्त हुन्थे, बसन्ती फूल पनि फुलिदिन्थ्यो, विचारहरू जब पंख बन्थे, अक्षरहरू साहस बनिदिन्थे। त्यति बेला बारुद आफै लजाउँथ्यो, हिंसा आफै थरथराउँथ्यो र शान्तिको दूत पर्या बनेर जताततै भुरभुराउँदै उड्दथ्यो। शब्दहरू गोली होइनन्, तर अत्याचारले सीमा नाग्दा अन्यायीको छातीमा बज्रदै खस्दथे। न्यायको सिंहासन खाली हुँदा निसाबको न्यायालय आफै बन्थे। कहिले ममतामय हुन्थ्यो, कहिले विद्रोही हुन्थ्यो। बहुरूपी कविता मानक बनेर बसेको थियो। स्वार्थका युद्धहरू किन सधैँ भोका छन्, मानिसको मुटुभन्दा बारुद किन प्रिय छ। एटम र न्युक्लियसका खेलहरू के साँच्चै प्रगति हुन्, कि सभ्यताको मुखुन्डो भित्रको नाङ्गो विनाश। हिंसा र द्वन्द्वको दौडमा कसले जित्यो, धनी र गरिबको नातामा कसले खाल्टो खन्यो। यावत प्रश्नहरू अझै जिउँदा छन्, तर आज किन कसैले प्रश्न गर्दैन, किन समाधान खोज्दैन, किन यथार्थदेखि टाढा भाग्छ। सायद यसै कारण सबैको अन्तर्मनबाट हरायो कविता। सामञ्जस्यताको मौन शपथ, सौहार्दताको अन्तिम दीप कविता, विनाशको किनारमा उभिएर पनि जीवनको गीत गाउने साहसी कविता। तर अफसोस, आज मबाट मात्र होइन, जीवनबाटै विस्थापित हुँदैछ कविता। तर अफसोस, आज मबाट मात्र होइन, जीवनबाटै विस्थापित हुँदैछ कविता। मिठो कविता पठाउनु भएको थियो आदरणीय दाई, अर्थात् यसै सगरमाथा साहित्यिक प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष जिरन थुलुङ, घर चाहिँ गोदावरी 12 थेचो ललितपुर, हाल चाहिँ युएबाट हुनुहुन्छ। मिठो कविता पठाउनु भएको थियो, एकदमै मर्मस्पर्शी कविता, हराएको कविता कवितामै पठाउनु भएको थियो। त्यसको लागि आदरणीय दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र फेरि पनि यहाँहरूले रचना पठाउनु हुनेछ भन्ने मैले पूर्ण आशा अपेक्षा गरेकी छु।